पहिलो डोजको म्याच सकिन लागेपछि दोस्रो चरणको जेन्जी थेरापीका लागि देउवाको नेपाल पुनरागमन। देश सकेकाहरू अब कांग्रेस सक्ने होडमा कसिएका छन्। नेपाली जनता के भन्छ? देउवालाई किन यति धेरै सपोर्ट आज यति धेरै मान्छे हुनुहुँदो रहेछ नसोचेको भन्दा धेरै हुनुहुँदो रहेछ जस्तो लाग्यो। माया यति चोखो यति मिठो देउला तिमलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा। नदीको माया आज धेरैजना पश्चिमको साथीहरू हुनुहुँदो रहेछ त। पश्चिममा चिनाकै देउवाले हो नि त दाइ। अरू के भन्न चाहनुहुन्छ? गगन थापालाई के भन्न चाहनुहुन्छ तपाईँ? गगन थापालाई मात्र होइन, अहिलेको यो घन्टेहरूलाई पनि हामी के भन्न चाहन्छु भने सेरे आइसक्यो। होइन हो सेरे पिपलको छायाले गाबाट कि कहाँ पुगिया देउबाकी मायाले। शेरबहादुर देउपा नै हामीलाई सभापति पनि आउने दिनमा प्रधानमन्त्री पनि शेरबहादुर देउपा नै हामीलाई चाहियो। स्वागतको लागि के तयारी गरेर आउनु भएको छ? के तयारी गर्ने? भेट्ने लिएर जाने नि। भेट हुन दिएनन् भने प्रहरीले? होइन प्रहरी दिएन भने भोलि भेट्ने नि। त्यही त धड्कन हो हाम्रोमा। आज दिदी र शेरबहादुर देउपा भनेको हाम्रो मुटुको धड्कन हो। होइन होला अबको केही दिनमा हामी 84मा पुरा शेरबहादुर देउवालाई लिएर हामी प्रधानमन्त्री हुनेछौँ। यो दृश्य हेरौँ, यो ठाटबाट हेरौँ, यो शान र सौखत हेरौँ। एआई हो एआई, यो सबै एआई हो। कांग्रेस नै भन्छु, झोले भनुन् जे भनुन् आई डोन्ट केयर। बच्चादेखि नै मेरो बाउ मम्मीले चाहिँ कांग्रेस नै रोजिरहेको थियो अनि त्यही भएर चाहिँ हामीले पनि कांग्रेस नै रोजिरहेको हो। एकदम राम्रो गरिरहेको छ। भोटेर बाउले भन्छ योभन्दा अगाडि भइसकेको थियो नेता जस्तो धेरै राम्रो गरिरहेको थियो। सासाचोटि प्रधानमन्त्री हुनु भनेको धेरै राम्रो कुरा हो। सासाचोटि प्रधानमन्त्री हुनु भनेको धेरै राम्रो कुरा हो। आजको मास हेरेर थाहा भयो नि पुरै नेपाल हेर्ने कि हल्दैन आज? हल्यो पुरै हेर्नु न उता। अब गगनले सानीपा खाली गर्दा हुन्छ। शेरबहादुर देउवाको स्वागतको लागि खटिनुहुन्छ? हामी खटिन्छौँ, पानी असिना परे पनि हामी मर्छौँ। तपाईँ शेरबहादुर देउवाको लागि मर्न तयार छु। ह्यान्डसम मान्छे देखेर फिक्री भएको बरु जा गएर आफ्नो गोरा हेर कतिवटा टी सर्ट बिक्री भएको। तिनीहरूको आइडल होस्, तैबाट सिकेको होला। यो तिनीहरूको आइडल हो, यहीबाट सिकेको होला। तिनीहरूले गल्ली गल्लीमा हल्ला गरेर यिनीहरूको टी सर्ट बिकेको होला। हो दर्शकबिन, नेपालमा जस्तो जेन्जी थेरापी विदेशमा कतै पनि नपाएपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा अन्तत नेपाल नै फर्किएका छन्। गत भदौ 24 गते पहिलो डोज फेला पारेका उनले फेरि दोस्रो डोज बेलैमा लिनका लागि नेपाल आएको बुझिएको छ। विधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको गणतन्त्र आज ज्ञान सकिन अरु ससैया अभी बधाई भाइ अभी बधाई नसुनाबो तेरो प्यार 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 गर्ने बाजाको भाषण राजतन्त्र र प्रजातन्त्रको कुरा गर्छस्। गएको छैन अझ यो राजाको शासन। म त खै के गरौँ भइरहेछ। एउटा मान्छेलाई फेरि नराम्रोसँग ठग्छु अनि अलिअलि पैसा बढाउँछु अनि त्यसपछि पैसा भएपछि म नक्कली पासपोर्ट बनाएर विदेशतिर छिर्छु। आजको फ्राइडे गुड बनाउन आएको तर गुड होला जस्तो लागेन, ब्याड भइरहेछ। यहाँ कुन पार्टीमा हाल्नु भएको तपाईँले भोट चाहिँ? मैले त घन्टीमा। मैले चाहिँ पर्सनली रूपमा शेरबहादुर देउवा राम्रो लाग्ने भएर उहाँले गरेको कामहरू राम्रो लाग्ने भएर आएको हो होइन। र चाहिँ मैले अब घन्टीलाई नै भोट हाल्दै किनभने गल्ती छैन भने जुन कुराहरू अब पैसा भेटेको कुराहरू के हो बुढालाई नै थाहा होला होइन। भोटसोट भनेको अब घन्टीलाई नै हाल्दै हो, के ढाक्नु होइन, हाल्दै हो नि। अब आज चाहिँ यसो रमाइलो हेरौँ भनेर आएको। अब बुढा कसरी आउँदो रहेछ धेरै पछि आउँछ, यसो टिभी सिभीमा पनि देख्न पाएको छैन हो मुख होइन। अब घर बस्दा बस्दा दिक्क लागिरहेको थियो, फुर्सदमा थिएँ अनि रमाइलो पनि हुन्छ भनेर आएको। एउटाले टी सर्ट दियो, एउटाले झन्डा दियो लगाए। एउटाले चाहिँ टी सर्ट दियो अनि एउटाले चाहिँ झन्डा दियो अनि बोकेर रमाइलो गर्नको लागि तपाईँ हिँडेको अब के गर्नु त, रमाइलै हुँदो रहेछ। टी सर्टमा पनि शेरबहादुर देउवाको फोटो छ र हातमा अनि नेपाली कांग्रेसको झन्डा छ। यो चाहिँ तपाईँले रहरले लाउनु भएन, अरूले दियो लगाइदिनु पर्यो। लगाइदिने पानी परिरहेको थियो, अब आफ्नो लुगा भित्र भनेर टी सर्ट राम्रै रहेछ होइन, राम्रो छापेर रहेछ। अब यसो हेर्दाखेरि लगाइदिनु जस्तो लाग्यो, सबै लगाइरहेको रहेछ। लगाइदियो भनेर लगाइदिएको झन्डा चाहिँ अब मैले कसलाई दिनु, यसो बोकिदिउँ न मान्छेहरू हाइलाइटमा आओस् भनेर हो क्या झन्डा बोकेको चाहिँ। तपाईँले चाहिँ जसरी पनि चर्चामा आउनु छ त्यसमा तपाईँले होइन, मलाई चर्चामा आउनु छैन होइन। मैले यसो हेर्दाखेरि चाहिँ अब हुन्छ नि ऊ बुढो आए जस्तो छ है ल, बुढो आए जस्तो छ है ल। तपाईँ अब नेपाली कांग्रेसको अहिले यहाँ आउँदै हुनुहुन्छ, तपाईँ चाहिँ रोज्नु पर्यो भने शेरबहादुर देउवालाई रोज्नुहुन्छ कि बालिन शाहलाई? यही बाटो भन्नु, यही र्यालीबाट म सधैँ बालिन शाहलाई हो नि, बालिन शाहलाई हो नि। बुढालाई पनि अलिअलि सपोर्ट त गर्ने हो, गरे पनि हो, के गरे बुढाले लास्ट पैसा जम्मा गरेछन् कि। तपाईँ जेन्जी आन्दोलनमा हुनुहुन्थ्यो कि हुनुहुन्थेन? शेरबहादुर देउवाको घरमा पैसा भेटियो भन्ने त्यो सत्य हो कि झुटो कि के हो?
सत्य हो नि यार त्यो हाम्रो साथीहरूले होइन त्यति पैसा ल्याएको रे क्या अब म त गएन म त बसिरहेको थिएँ घरमै लाइभ साइभ हेरिरहेको थिएँ होइन तर हुन्छ नि त पैसा चाहिँ रियल रहेछ बुढा धनी रहेछन् क्या भ्रष्टाचार गरेर जम्मा गरेको होला हुनु चाहिँ आयो आयो यताबाट आयो यताबाट यहाँ पनि कुटपिट गर्ला नि तपाईँले चाहिँ अब राजसभा भनेर अब काङ्ग्रेसको टी सर्ट लगाएर अनि राजसभालाई भोट हालेको भन्दै यहाँ आएको मान्छेहरू मध्ये होइन 90%ले राजसभालाई नै भोट हालेको छ क्या त्यो त यसो हुन्छ नि त खै के हो यो भेटघाट जस्तो रमाइलो पार्टीको पनि रमाइलो हुँदो रहेछ भेटघाट यताउति गाना भजन होइन त्यसै हो यहाँ आएको मान्छेहरूले सबैले काङ्ग्रेसलाई सपोर्ट गर्दैन क्या मै गर्दिनँ मलाई थाहा छ नि एउटा मूर्ख अर्को पटमूर्ख र महामूर्ख भन्नुहोस् शेरबहादुर देउवालाई स्वागत गर्न आउनु भएको रहेछ तपाईँहरू किन हो यस्तो धेरै माया माया त यहाँ ज्यान दिनलाई